हजुर सन्चै हुनुहुन्छ? ठिक छ हजुर। के गर्दै अहिले? तपाईँको ड्युटी सक्यो? आज छुट्टी हो, बसिरहेको। ओ किन बसिरहेको? मान्छे देश बनाउन उठिरहेको छ नि, तपाईँ बसिरहनु भयो यार। बस्ने त हो नि। अनि उठ्नुहोस् के, मान्छेले देश बनाइसके। तपाईँ उठ्नु न, म त बस्ने हो। मेरो त चाकमा पिलो हा नै नै मेरो त पिलो नै छ। तपाईँको नि पिलो हा भनेको के? ए अनि खाना खानुभयो? छैन, अब खाने एकछिन। नेपाल कहिले आउने? दसैँमा के ल्याइदिउँ? चक्लेट? चक्लेट मिठ लाग्छ होइन तपाईँलाई? ललिपप है, ललिपप। ललिपप ललिपप नै 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 तपाईँलाई म काजु लिएर आइदिन्छु। काजु के म ऋषि दम्ला हो यार? त्योभन्दा त कम छैन। आइफोन ल्याइदिनु। कसो भएको त आने लिएर आउनु? हेलो साम्बर, वेलकम ब्याक। पनिसमेन्ट गेम नखेलौँ ल, एक म्याच रमाइलोको लागि मात्रै खेलौँ। म त हारिहाल्छ। के रमाइलो गरेर अर्काको श्रीमतीसँग यार? तपाईँ नै अर्काको पहिरो हो नि, कन्याकुमारी त होइन होला? तपाईँको नि श्रीमान हुनुहुन्छ? मेरो त छैन। होला यो उमेरमा त कहिले त कहाँ बस्यो होला र यार? कलिलो उमेरमा बुढो हुन्छ। सबै मेकअपको कमाल हो। मेकअपै गरेन इस, यत्रो यत्रो पिम्पल आएदेखि मेकअप गरे छैन। इस रे भर्खर सुतेर उठेको म। जिन्दगीमा सबै कुरा बुझे इस भने के हो? यो इस भनेको चाहिँ के हो? आई डोन्ट नो। तपाईँ त बास्केटबल खेल्न लाग्यो जस्तो ड्रेस लानु भएको थियो यार। जिम गएर आएको भर्खर। ए तपाईँ जिम पनि गर्नुहुन्छ? अलिअलि। ज्यान त सर्लक्क चिरे काँक्रा जस्तो फेरि के टाइट गर्न लाग्नुभयो? बडी नै मतलब ज्यान त राम्रै त, त्यस्तो खासै भ्याटलाको ज्यान त मलाई लागेन है। भ्याटलाका भयो भने चाहिँ एक्सर्साइज गर्ने, स्लिम भयो भने चाहिँ नगर्ने हो र? धेरै जस्तो मान्छेहरू त यार अब दुब्लाउनको लागि जान्छ नि त, अनि उहाँ गएर जम्पिङ गर्ने, दुनियाँ गर्ने। म चाहिँ मोटाउनलाई गएको हो क्या खासमा। अब जिममा गएर मोटाइन्छ र भन्छु के? जिम गएर मोटाइन त अनि के त सुई हालिदिन्छ नि त यार, नआउने कुरो। सुई हाल्नै पर्छ त मोटाउनलाई। नै त्यहाँ गएर के खान्छ नि त भने त्यस्तो मोटा मान्छे धेरै दुब्लाउन जान्छ नि त यार। म चाहिँ मोटाउन गएको हो क्या, अरू दुब्लाउन जान्छ, म मोटाउन गएको। अनि मोटाउनु भएको दुब्लाउनु भएको त यत्रो बडी भए मोटाइरहेको छु त। डाइट खाए पो डाइट फालेस थोडी हुन्छ। ए सरी अब घर ढल्यासँग नठानु, उहाँ गएर 15 किलोको उठाउने फेरि काम चाहिँ तपाईँले आएर गरिदिनु भएको ड्युटीको काम। यसो तपाईँको ज्यान कतिको फिट बोल्नु हेर, अलिक पछि जानु त ल। भुँडी बोक्या छु रे। साथी सेयर गर न प्लिज। के भनेको त्यस्तो? जे हो त्यही भनेको। कसको भुँडी बोक्नुभयो? बुढाको। अबे यार निकाल्दिम बच्चा। निकाल्दिम बच्चा? अरे कहना क्या चाहते भाई?
निक्लिन्छ मेरो त फेरि एकछिनमै एकैछिन निक्लिन्छ अरे अँ निकाल भन्नु न पहिला बेथा लाग्दैछ है लाइभमा त्यस्तो नगर्नुहोस् आडी जान्छ प्लिज बेथा लाग्दैछ यहाँ मलाई बेथा लाग्यो अरे बाउको हो उसको तपाईँ भन्नु नमिल्ने केही हुन्न के भयो नि केही नि हुन्न उठ्नु कति ढलै ढलै गरेको के हो यार यता कटाउन छ्या लाग्छ जोस अदा गए पनि रमाइलो गर्ने कोही छ तपाईँले देखेर त कस्तो गर्मी भयो मलाई त जोस अदा गए पनि अर्कै रमाइलो गर्ने केही छैन साँच्चै तपाईँ गर्भवती हो अँ भने गर्भवती हो कि खै बच्चा कता कता हात हाल्नु विश्वास लागेन कसले यस्तो तपाईँलाई यस्तो बनाइदियो तपाईँले भेटे आउनु न छिटो बेथा लागिसक्यो अब कहाँ क्या छ भाइ के म डक्टर हो के नि यो तपाईँले गर्नु भा मैले धर धर मैले तपाईँलाई छोएकी छैन यार निक्लिन लागिसक्यो छिटो आउनु साथमा बस्न यो अरूको एकाउन्ट मेरो झुक्केर मेरो खाता परेको डिपोजिट भएको पटुका बान्छु ल प्लास्टिक गाह्रो प्लास्टिक गाह्रो भएर पटुका बान्छु रे पटुका बान्छु कट्टु लगाएर बस्छ अबे कट्टु लगाएर बस्यो हौ यार बच्चा झऱ्यो भने फेरि बच्चा झरो बनी रे अनि साह्रै रहर लाग्छ क्या हो रहर पुगेर पुरा गराइदिए होइन र तपाईँले मैले छोएकै छैन यार नहुने कुरो नगर्नुहोस् त झुट नबोल्नु है झुट नबोल्नु नि फेरि खबरदार पुलिस केस गर्नु नपरोस् गाइस ट्रिपलमा हेर यसको बाउको हो म होइन ल तपाईँले यहाँ रोबिन रोबिन भन्दैछ नि बाउ गाइस ट्रिपल प्लिज
कुचुल 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 नाम मेरो पुकुलु अनलाइनदेखि आग कट्टु लाएर तपाईँ गर्भवती भएको हुनुपर्छ। कटु लाउँदा गर्भवती हुने भइदियो त मान्छेहरू त के लाएर बसिसकेको थियो होला होइन तपाईँसँग रियलै भेट भएर ओइ गाइस तिम्रो पेला यार गाइजर लास्ट भयो यार छा यार निकालौँ जो गाह्रो भयो पनि आउँछ बजाउँछ म मन्दिर घण्टा जस्तो भयो यार के खाउँछ त अहिले गाइस ट्रिपलर्सको हेर्नु मैले यो नभएको मलाई आरोप नलाउनुहोस् कि म त्यस्तो के गरेकै छैन यार। गर्ने बेला मोज मस्ती गर्ने अहिले गरेन भनेर रुनी होइन मैले यस्तो कुरामा छैन ल म त्यस्तो त्यहाँ आमाले घिउ बनाउनु भएको छ अरे त लिएर आउनु खुरुक्क यहाँ टिकट काटिदिन्छु। अरे कौन है बे तुम? आमाले घिउ बनाएर राख्नु भएको छ अरे के घिउ लिएर आउनु। अनि यहाँ खसीको मासु नि लिएर आउनु ल त्यहाँ पोखराको त्यो पृथ्वी चोकमा गएर हेर्नु म तपाईँलाई चिन्दिनँ यस्तो कुरामा छैन ल म यस्तो कुरामा पर्दिनँ कि म। अनि राँगोको त्यो पनि लिएर आउनु मासु। तपाईँ सुत्या बेलामा कसैले त्यस्तो गरे होला मैले केही गरेको छैन यार म नेपालमा छु तपाईँ दुबईमा त्यस्तो हुन्न ल नआउने कुरो नगर्नुहोस्। तपाईँको होस् थिएन नि त अनि कसको श्रीमती हौ? तपाईँको भनिरहेको छु फोटो देखाइदिउँ। तपाईँलाई मलाई देखेर माया लाग्दैन? तपाईँले मलाई देखेर माया लाग्दैन? के दुनिया श्रीमतीलाई माया गर्दै हिँड्ने म? दुनियाँको श्रीमती भनेर हेर्ने यहाँ छ त कहाँ लेखा छ? कहाँ लेखेको छ दुनियाँको श्रीमती? तपाईँ दुनियाँको पोइ भनेर लेखेको छ। त्यस्तो नगर्नु कि अब अर्काको श्रीमानलाई यसरी आरोप लाउनु नि मेरो श्रीमान देखेर मार्छ नि मलाई। अहिलेसम्म कतिवटा भयो श्रीमती? मैले ठाउँमा के ऊ गर्दै हिँड्छु र मैले यार नहुने कुरा यार त्यही गरे भएर त फर्स्यो नि केटो। तपाईँ र पञ्चायत गेम खेल्ने आउनु जसले मैले हात जिते पनि तपाईँले हो यस्तै गर्भवती भएर बाहिर रोडमा दुगुर्ने हो। मेरो त गाडीले हान्छ बाहिर गयो भने। गाडीले हाने कसले हान त बच्चा भयो। मैले छोएकै छन् नआउनु कुरो नआउनु यार। म तपाईँलाई छोड्नै सक्दिनँ। तपाईँ जति जे भन्नु भन्नु न म आइहाल्छु तपाईँ घर। अर्का छोरीलाई बिजोग बनाएर छोड्न पाइन्छ र? हजुर अर्का छोरीलाई बिजोग बनाएर छोड्न पाइन्छ र? कसकी छोरी हौ? कसको श्रीमती तिमी? ढकालको छोरी रबिनको बुढी। तेरी माटको कसले भन्छ मेरो बुढी भनेर? त्यो बाटोमा हिँड्ने सबलाई मैले बुढी भन्ने हिँड्छु र मैले। यस्ता कुरामा सत्पन्न के तिमीहरूले यस्ता कुरा नगर अगाडि। यो नगर्ने हो र गर्ने बेला मन परि अहिले यस्तो गर्न पाइन्छ र? तेरी माटको मैले के गरेँ त्यहाँ?
तिमी कुरा म सब बोल्न कति मुरले ए रोक्सी खाएर होस गुमाउने आफू अहिले जोसमा आउने त बुढी सुरी छैन बसाइदिउँला मैले हा त बुढी सुरी छैन बसाइदिउँला होस् पारा बोल्नुहोस् के बुढी भने होइन त अब यो गाइस टिपर गाइस प्लिज लगाइस त अब त्यो पेटमा बच्चा त होला तर त हाम्रो होइन के अरूको होला के होइन बिल्कुलै होइन तपाईँकै भनेर डक्टरले भन्छ हेलो प्रचण्ड सर सुरु त मेरो कुरो होइन भस्का चाहिँ हुन्न र होइन यता दुनो भैँसी भेट्यो के हजुर के अरे कलौटेले पकाएको रे तेरीमा त जल बोला पनि लास्टमा म पर्ने हो र दाइ म पनिसमेन्ट गेम खेल्नु एक गेम रबिनसँग मैले केही दाउरो गरेको छैन के हजुर 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 प्रचण्ड सर होइन के अरे हजुर कलौटे आउँछ र ओयो चुम्मा भन्दै बिल्कुल बिल्कुल उसैको जिम्मा लाग्दै हुन्छ मैले छोएकै छैन के अरे मलाई बाउ भन्छ के अरे बच्चाको बा होइन मैले केही पनि गरेको छैन होला हजुर 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 धन्यवाद छ प्रचण्ड सर मैले तपाईँको बारेमा कुरा गर्छु पागलखानामा तपाईँले पागलखाना तपाईँ लिन आउँदैछन् तपाईँलाई तपाईँलाई के धेरै तपाईँको दिमागको नसा सुके जस्तो गर्नुभयो तपाईँको चाहिँ नसा सुकेछ दिमागको ए कहाँ हो पाडघर धादिङ समिता ढकाल रामकृष्ण ढकाल तपाईँ को पर्नुहुन्छ दाइ म को पर्छु रामकृष्ण ढकालको ज्वाइँ यता हेरेर बोलौँ न यता हेरेर बोलौँ अहिले के नजर जुदाउनु नसक्ने भयो हो गल्ती भएपछि त रौसी खाएर आउनुभयो क्या तपाईँ यार थ्याङ्क यू म्यास्टर ब्रो थ्याङ्क यू गाइस दुईटा बुझ्यौँ वी हेभ दुईटा बुझ्यौँ ब्रो थ्याङ्क यू काङ्ग्रेस ब्रो बाहुनको छोरी हो मैले के अन्त रक्सी हान्ने बानी छैन नि चाला मलाई हेर्दा रक्सी होइन पुरा बियर तन्काउने जस्तो लाग्थ्यो यार आयो त के दन्काउँछ नपाएर पो एकचोटि एउटा पनिसमेन्ट गेम हेर्छु जिताउनु न अनि म रमिनलाई यस्तो पनिसमेन्ट गेम दिन्छु कि उसले सोच्नै सक्दैन ल भन ल के हो ल भन ल यत्रो सिट चाहिँ पर्छ पनिसमेन्ट आऊ ल कोही त छैन अनि के गर्नु त अनि हिम्मत छ भने आऊ न हिम्मत त मसँग धेरै छ पहिलो पनिसमेन्ट ल मेरो पनिसमेन्ट यदि मैले जिते पनि तिमी हातमाथि राखेर उफ्रिनु लाऊ हातमाथि राखेर त उफ्रिने त्यस्तो चलन आएपछि बच्चा झर लागेको छ मेरो उफ्रिनु त उफ्रिन्न झरै गर्छु त्यो स्थिति तपाईँले चाहिँ त्यो गन्जी खोलेर त्यहाँ त्यो बुढीको छ होला नि त्यो यस्तो लाउने तँ त होइन च्यालेन्ज गर्नु तँ त चेन्ज गर्नु त्यस्तो गर्नु न किन नहुने त भइहाल्छ नि मैले थोरै न नाङ्गे हिँड्नु भने तपाईँलाई छैन घर श्रीमती छैन श्रीमतीले उता माइती लिएर गएर म त्यसो छैन जस्तो लाउनु क्या म पठाइदिउँ भन्नु है दर्जन छ पठाइदिन्छु अर्को एसेट गर्नु यस्तो नगर्नु क्या यार के नगर्नु हो र गर्नै पर्छ तँ छैन नआएको मैले कहाँ लाम त बनाउनु न केही छ होला नि बेलुम सेलुम चल
सेम ओके सेम त्यो त मेरो त मिल्दैन नि त्यो त हुँदै हुँदैन सेम हो मैले सेम हो नो 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 उनीहरु सेम हो मेरो चोरा पाउँदैन नि मेरो चोरा पाउँदैन सेम हो मैले भने सेम हो चलो मैले घोडा चढ्यो भने तपाईँ धुट चढ्नुहुन्छ प्लिज लेट्स गो टिम गाइस फास्ट सेम होला मैले यदि गर्नु भएन भने मेरो टिमले कुकुरले बरु हड्डी छोड्ला मेरो टिमले अपोनेन्टलाई कहिले पनि छोड्दैन गाइस जहाँ गयो नि फेरि गालीको पर्सा हुन्छ मेरो टिमले फेरि त्यस्तो उस्तै पनि आडी खाइन्छन् च्यालेन्ज गर्नुभयो एक्सेप्ट गर्नु यत्रो सेम गाइस ट्रिपल लेट्स गो टिम गाइस मेस्ट्रेस ब्रदर्सको मेस्ट्रेस ब्रदर गाइस मेस्ट्रेस ब्रदरले हामीलाई एकदम सपोर्ट गर्नुभएको छ तर उहाँको जम्मा 331 मात्र फलोअर छ गाइस सो 4000 तार्छ मेरो हामी गाइस प्लिज जाऊ गाइस ओके सबैले उहाँलाई फलो गरेर प्लिज गाइस 1000 पुराम गाइस एटलिस्ट गाइस प्लिज 1000 पुराम गाइस यार चलो गाइस कसले जिताउने अब सिस्टम फाड्दैन जब त्यहाँ बस्नुहुन्छ जित्दा हामीले जितेन नि तर पनि केही छैन पछाडिबाट जिते मात्र हामीसँग मुन्छेउ छ यहाँ अब गयो समिता ढकाल अब गयो ढकाल्नको लागि मेरो टिमसँग च्यालेन्ज गर्ने छातीमा रौँ छ छातीमा रौँ छ छातीमा रङ त्यो रङ त कता कता होला देखाउन मिल्छ र मैले देखाउनु भनेको छैन नि तिम्रो कति होला के रे कता कता रङ त मैले सोधेको छु र तपाईँको त पुरै देखिरहेछ त यहाँ सेतो रातो कालो रङ त कता कता होला देखाउन नमिल्ने ठाउँ पनि होला गाइस 13 रोज कम्प्लिट गर्नु गाइस प्लिज गाइस वी हैव बुस्टिङ कलर राइट गाइस ओके हामीसँग टप भनेको मेस्ट्रेस ब्रदर गाइस उहाँको बुस्टिङ परेको छ गाइस सबैले गाइस उहाँलाई फलो गरौँ ओके यत्रो सपोर्ट गर्ने मान्छेको जम्मा 415 मात्र फलो गाइस नो वे गाइस प्लिज सपोर्ट गर्ने मान्छेले हामीले पनि सपोर्ट गर्नुपर्छ ओके गाइस टपमा हुनुभएको हाम्रो ब्रदरलाई सबैले फलो प्लिज फलो मी गाइस ओके अघिदेखि सपोर्ट गर्नु गाइस ट्रिपल खोले गाइस बुस्टिङ पेलो गाइस कम अन गाइस booster please booster मेस्ट्रेस ब्रदर booster please booster okay guys go triple my team guys go fast guys go play guys दुश्मन के छक्के छोड़ाएंगे guys triple we have triple now focus guys boosting मेस्ट्रेस ब्रदर तपाईलाई boosting ब्रदर you have boosting bro please drop the boosting bro मेस्ट्रेस ब्रदर तपाईसँग boosting छ please yes thank you guys play guys नहीं छोड़ेंगे अटैक माहिष्मती साम्राज्यम गाइस प्ले चलो तेरी भैंस की गोबर गाइस ट्रिपल मार टीम ओके लेट्स गो फास्ट कता गयो चुरी फुरी पनिसमेन्ट गर्नको लागि तयार टिमले पनि मैले भन्ने सेम गर्नुपर्छ नत्र मेरो टिमले न तपाईले पहिला के भन्नुहुन्छ तिमी उठेर नाच ल भन्नुभयो हुन्न सेम तपाईँ त मेरो मुटुमा बसेको मान्छे त्यस्तो बोल्न हुन्न नि सेम 20,000 पुरानो 20,000 आलु ब्रासा लाउनु पर्यो त्रिसिटी मलाई दिने मान्छेले आफूले पनि गर्न सक्नुपर्छ के मलाई दिने मान्छेले आफूले पनि गर्न सक्नुपर्छ यस्तो हुनु नि अर्काको चोर्नु पाउँदैन 20,000 पुग्यो खोइ 20,000 पुगे जहाँ अब 10,000 मै छुम हुनुपर्छ 20,000 नियम बनेको थिएन 10,000 मा हुन्छ यहाँ त 20,000 खोज्ने मान्छे नियम पनि राख्नुपर्छ नियम छैन एक्कास लास्टमा भन्न मिल्दैन गाइस 10 के पुराम 10 के पुराम छोडिदिनु मान्छे रप्पा गाइस छोडिदिनु गाइस छ भने बुस्टिङ फाल्का जग्गा 30 सेकेन्डमा बुस्टिङ फाल प्लिज हाम्रो टपमा भनेको मेस्ट्रेस ब्रो सबैले फलो गर्नु प्लिज कम से कम उहाँलाई 1000 त पुराम गाइस प्लिज यार यस्तो सपोर्ट गर्ने मान्छेको जम्मा 488 मात्र फलोअर गाइस नो वे प्लिज फलो मी फलो गाइस बुस्टिङ फाल देखाम त गाइस यस अब सोल्टिना रेडी लाउने के लाउने हो चलो पुष्पराज पानी भित्र गएर पनि छोड्दैन भिरे मौरी हामी म त गर्दैन त्यस्तो पनिशमेन्ट त छैन कुनै कुरा गर्न मिल्दैन
तिमी कुरा गर्न मिलेन खुर्ला गर्ने Thank you so much guys, we have won the game guys, okay? Especially I just want to thank MVP, his name is Mastress bro guys. You have received power gloves again, okay? Him bro, respect, Visually thank you, Ananda Chodar thank you so much. Arjun Bist, Mr. Vivek, Mother Casey, Prachand Surbas, Indra Kumar Thamang, chala. La उठेर छ ल उठेर जम्पिङ गर ल 10 पटक गर जम्पिङ ल फुल फ्रेममा हात माथि तो फाल्दे हात सिधा जम्पिङ निर्ग जस्तो उफ्र्यो 10 पटक फास्ट अबे डांस करने के लिए नहीं बोला मैंने पटक भइसक्यो 10 पटक बहान प्लिज कोइन द रेस्पेक्ट कोइन ओके रेस्पेक्ट हात माथि छिटो के 1 8 9 10 ए भएन यार डबल त म सिंगल गर्ने भन्नु कहाँ डबल गर्ने यार के सिंगल उफ्रिने भनेको डबल उफ्रिनु तपाईँ कस्तो डबल सिंगल 1 2 कसले गर्यो यो बिचोटी भइसक्यो त्यस्तो गरेको हात नन स्टप केही छैन केही पनि हल्लेन अरे छैन केही पनि हो नहेर्ने एउटा कुरा के भन्छ नि म भनेको सानो मान्छे है अनि अब उहाँहरूले ठुलो मान्छेको हेरिरहनु भएको रहेछ म भनेको सानो मान्छे त्यही भएर म सानै तरिका छु क्या यहाँ आइदिनुहोस् यहाँ यहाँ देखाइदिनु अबको पनि के भन ल अलिक कडा भने खेल्छु न ल जान्छु म मेरोमा कोही छैन कि जिताउने गाइस मजा आएन यार केही पनि हल्लेन गाइस 0 छ यार मजा आएन ल गाइस आजलाई जाम गाइस ल म गएँ भोलि टाइममा आउनुहोस् ओके मान्छे बोलाएर आउनुहोस् अलिकति च्यालेन्जिङ हुनु पर्यो आउँथ्यो बिचरा ड्युटीमा छ अरे के अरे आउँथ्यो ड्युटीमा छ अरे के तपाईँको बोयफ्रेन्ड ए बोयफ्रेन्डले मात्रै दिन्छन् हो बोयफ्रेन्ड दिन्छ अरे के गिफ्ट त्यसो भए तपाईँको गर्लफ्रेन्डले हाने हो त्यहाँ खबरदार यता छ नि फेरि यता तपाईँको बच्चा खै लास्ट टाइममा जानुभन्दा पहिला त्यसको असली बाउ भन्नुहोस् प्लिज म होइन म चाहिँ होइन ल असली बाउ होइन को हो त्यसको असली बाउ आमा नै बाउ के कसले पाकिस्तानी भन्छ या त यति भाइहरू त्यस्तो पाकिस्तानी इन्डियनलाई त आई डोन्ट लाइक स्याथु हाम्रो नेपालको केटाहरू मरेछ हामीले पाकिस्तानी हेर्नुपर्ने बङ्गाली भने के हो त्यस्तो भन्नुभयो त्यस्तो ह्यान्डसम बाजे पाइ म पाकिस्तानी हेर्छु बाजे ओ बङ्गाली भन्छ नि को र बङ्गाली पाकिस्तानी बङ्गाली के हो त्यस्तो त्यही होला के त्यसो भए त्यसले जसले भन्यो भने त्यही मान्छे हो के केटाहरूले भनेन के मलाई त थाहा छैन एनिवे रेस्पेक्ट यार म त केटा नि तपाईँ बाहेक कोही पनि चिन्दिनँ आज भोलि त घरमा बामा होलान् भाइरलको लागि अनेक नगर ल
बामा छन्। अनि अनेक गर्न भएन नि यार ए को आयो गाइस उसको बुढा आयो